उद्योगपतिहरूले नतिर्ने कि हामी जस्तो आम नागरिकले पनि नतिर्ने त तपाईँ हामीले नतिरौँ त के हुन्छ हाम्रो घरमा लाइन काटिन्छ कि काटिँदैन व्यवसायीहरू मारमा छ व्यवसाय मारमा होइन व्यवसायीहरूको व्यवसाय चलेको छैन धराशायीमा छ ऋणमा छ भनेको छ नि त ए बाबा व्यवसाय सुन्नु न त्यसको एउटा अर्थतन्त्र धान्ने व्यवसायीहरूलाई यति पनि छुट छैन त्यसो भए ए बाबा व्यवसाय नागरिक तपाईँ हामी भने के हो तपाईँ हामी व्यवसाय होइन ल एकछिनको लागि तपाईँले व्यवसायीलाई चाहिँ 37वटा उद्योग मात्रै छन् देशमा उहाँहरूलाई मात्रै छुट दिनुपर्ने कहीँ लेखाएको छ कानुनमा उठाउनु पर्दैन यो अहिलेको जुन मन्त्री परिषदले जुन निर्णय गरेको छ यो आम नागरिक विरुद्ध हो राज्यको विरुद्ध छैन सरकारले जे गर्दा नि हो नि तपाईँ हामीतिर रमिते गरेर ठुलो हेर्ने उठाउनु पर्दैन जे गरे हो त्यसो भए यो त जे गरे त उठाउनु पर्दैन पैसा उठाउनु पर्दैन तपाईँले घरमा गएर बत्तीको पैसा नतिर्नुहोस् त तपाईँलाई के घरमा बत्ती दिन्छ पाउन पाउनुहुन्छ हामी नागरिक सर होइन कानुनले के तपाईँ उद्योगपतिलाई एउटा कानुन नागरिकलाई अर्को कानुन भनेर कहीँ लेखाएको छ प्रधानमन्त्रीले पर्दैन नि त भन्नुभएको छैन नि त मन्त्री परिषदले भनेपछि के गर्ने भनेको छ नि त यहाँ उहाँले भन्नुभएको छैन म तपाईँलाई पढेर सुनाउँछु यहाँ सुन्नुहोस् यहाँ के भन्नुभएको छ विपक्षी परिषद लगायत मन्त्री परिषद लगायतका अन्य विपक्षीहरू प्राधिकरणको बक्यौता रकम नबुझाउने गरी जुन मन्त्री परिषदले गरेका आदेशहरू यो बदर गरेर उठाए भइहाल्यो नि किन यत्रो सवाल गरिरहनु उठाउनु पर्दैन पैसा हामी व्यक्तिलाई ऋणमाथि ऋण थपिँदै जाने उद्योगीहरू पैसा कमाउँदै जाने महसुल नतिर्ने आम्दानी मात्रै गर्ने अनि हामी नागरिक चाहिँ ठुलो हाम्रो थाप्लोमा कति ऋण छ थाहा छ नि यो कतै न कतै भ्रष्टाचारको गन्ध आयो भन्नु खोज्नु भ्रष्टाचार होइन यो भनेको राजनीति दलका छत्र छायामा बसेर उद्योगपतिहरूले हामी नागरिक माथि गरेको ज्यादती हो यति हो अरू